तिमीले हिजो के पढ्यौ स्टियरिङमा के भइरहेको छ यदि मेरो म्यानुअल स्टियरिङ छ भने मैले स्टियरिङ घुमाउँदाखेरि टायरको बल नै मेरो हातले घुमाइराख्नु पर्ने अवस्था आएको थियो होइन यहाँ पनि मैले यो नराखेको भए के हुन्थ्यो भने मेरो ब्रेक मैले जुन ब्रेक हान्छु ब्रेक हान्दाखेरि अलिकति के हुन्छ भने हार्ड हुन्छ किन हार्ड हुन्छ भने मैले जति पनि हाइड्रोलिक प्रेसरले ब्रेक लागिरहेको छु त्यो हाइड्रोलिक प्रेसरलाई चाहिँ मैले आफ्नै खुट्टाको माध्यमबाट मात्रै हानिरहेको छु है अब त्यो मेरो पुरानो गाडीहरूमा हुन्छ यस्तो बुस्टर नभएको डाइरेक्ट मास्टर सिलिन्डर जोडेको हुन्छ त्यो ब्रेकहरूलाई लाउनु पऱ्यो भने चाहिँ अलिकति पावर चाहिँ चाहिन्छ अलिकति पावर चाहिँ चाहिन्छ है तर यो गाडीमा के गरिदिएको छ भने ब्रेक बुस्टर प्रयोग गरेर यसले के गरिदिरहेको छ भने मैले लाउने इफोर्टलाई लाउने खुट्टाले लाउने पावरलाई कम गरिदिरहेको छ है अब एकजना अगाडि आउने यो ब्रेक बुस्टरबाट केही पाइपहरू निस्केको छ त्यो पाइप कहाँ निस्केको छ हेर